नेपालका दुर्गम पहाडहरूभित्र लुकेका कथाहरू केवल भूगोलका कथाहरू होइनन्। ती सङ्घर्ष, चेतना र परिवर्तनका कथाहरू हुन्। अछाम जिल्लाको यस्तै एउटा साधारण गाउँमा जन्मिएका एक बालकले समयसँगै आफूलाई समाज रूपान्तरणको यात्रामा समर्पित गरे। ती हुन् गम्भीर सिंह फुल। सामान्य गाउँको सामान्य परिवारमा जन्मिएर हुर्किएका फुलको बाल्यकाल अभाव, असमानता र विभेदका अनुभवले भरिएको थियो। समाजमा जातीय विभेद र आर्थिक कठिनाइले बाल मनमा प्रश्नहरू उब्जाइरहन्थे। किन कसैले अवसर पाउँछ, कसैले पाउँदैन? यिनै प्रश्नहरूले उनको सोचलाई बिस्तारै विद्रोही र सचेत बनाउँदै गयो। देश राजनीतिक उथलपुथलमा थियो। परिवर्तनका आवाजहरू गाउँ गाउँमा गुन्जिरहेका थिए। यही समयमा गम्भीर सिंह फुल पनि 10 वर्षे जनयुद्धको यात्रामा सहभागी बने। अशिक्षासँगै विभेद असाध्यै खेपेको त्यो डाँडा पाखामा त्यहाँको समाजमा मान्छे भएर बाँच्न पाउनुपर्छ भन्ने एउटा कन्सेप्टका साथ म त्यो बेला जनयुद्धमा गएँ। नयाँ जीवनको, नयाँ चेतनाको सुरुवात गर्नुपर्छ, समाज सभ्य बनाउनुपर्छ, जाति विभेदको अन्त्य हुनुपर्छ भनेर मैले जनयुद्धमा हाम फाले। यो यात्रा केवल राजनीतिक सहभागिता मात्र थिएन, यो उनको लागि मुक्ति र समानताको खोजी थियो। सङ्घर्षका ती दिनहरूले उनलाई अनुशासन, साहस र नेतृत्वको पाठ सिकाए। पछि उनी स्वतन्त्र रूपमा बसे। सङ्घर्षको यात्रापछि उनले शिक्षा क्षेत्र रोजे। शिक्षकको भूमिकामा उनी पाठ्य पुस्तक पढाउने शिक्षक मात्र रहेनन्, विद्यार्थीहरूलाई सोच्न सिकाउने मार्गदर्शक बने। कक्षा कोठाभित्र अक्षर मात्र सिकाएनन्, अधिकार र कर्तव्यको अर्थ पनि बुझाए। उनको विश्वास थियो शिक्षा नै समाज परिवर्तनको सबैभन्दा बलियो हतियार हो। समयसँगै उनको सङ्घर्ष केन्द्र स्पष्ट हुँदै गयो, दलित समुदायको हक अधिकार। दलितमाथि जातीय विभेद गर्नेलाई हामी पुर्याउँछौँ कानुनी कठघेरा। जातीय विभेद गर्ने जो कोही होस् हामी कानुनी कठघेरामा चाहिँ ल्याउने छौँ। धन्यवाद। नेपालमा जातिवादी व्यवस्थाको अन्त्य गर्नुपर्छ भनेर सामाजिक अभियन्ता, सोसल मुभमेन्टमा लामो समय काम गरे। लामो समय काम गर्दै गर्दा सिङ्गो दलित समुदायको पक्षमा तमाम जाति कर्णाली प्रदेशमा उनले आवाज उठाए, आन्दोलन गरे, धरना दिए, सरकारको ढोका ठकठकाए। उनको नेतृत्वमा भएको पहलहरूले दलित सशक्तिकरण ऐन ल्याउने प्रक्रियामा महत्त्वपूर्ण दबाव सिर्जना गर्यो। यो कानुनी उपलब्धि मात्र थिएन, यो हजारौं आवाजहरूको प्रतिनिधित्व थियो। कहाँबाट ल्याउँछौ जातका कुरा, अन्तर्जातीय बिहे गर्नै नहुने? 20औं वर्षसम्म सरकारले पाउने विभिन्न सेवा सुविधाहरू वञ्चित हुनेछ भनेर नेपालको कानुनमा प्रष्ट लेखिदिँदा त जात व्यवस्था त खत्तम हुन्छ। गम्भीर सिंह फुलको पहिचान अब केवल एक शिक्षक वा आन्दोलनकारीका रूपमा मात्रै सीमित रहेन। उनी युवाहरूका लागि प्रेरणा, दलित समुदायका लागि भरोसा र परिवर्तन चाहने जनताका लागि नेतृत्व बने। उनको बोलीमा दृढता, कदममा निरन्तरता र लक्ष्यमा स्पष्टता देखिन्छ। आज गम्भीर सिंह फुल नयाँ राजनीतिक यात्रामा छन्। उज्यालो पार्टी नेपालबाट सुर्खेत क्षेत्र नम्बर 2 का प्रतिनिधि सभा उम्मेद्वारका रूपमा उनी अहिले जनताका बीचमा छन्। भर्खरै उज्यालो नेपाल पार्टीमा प्रवेश गरेँ। साङ्गठनिक हिसाबले म प्रवेश गरेँ। अहिले त्यसै गरेर सुर्खेत जिल्ला क्षेत्र नम्बर 2 को प्रतिनिधि सभा सदस्यको म उम्मेदवारको रूपमा अहिले सुर्खेतको क्षेत्र नम्बर 2 का उनको उम्मेदवारी केवल सत्ता प्राप्तिको प्रयास होइन, बरु नीति र कार्यक्रम मार्फत परिवर्तनलाई संस्थागत गर्ने प्रतिबद्धता हो। उनका एजेन्डाहरू स्पष्ट छन्: समान अवसर, गुणस्तरीय शिक्षा, रोजगारी, सामाजिक न्याय र दलित समुदायको सम्मानित जीवन। उनको विश्वास छ राजनीतिक सेवा हो, शक्ति होइन। सङ्घर्ष र राजनीतिक व्यस्तता बीच पनि उनी साधारण जीवनलाई महत्त्व दिन्छन्। परिवार, साथीभाइ र समुदायसँगको सम्बन्धले उनलाई अझ जमिनसँग जोडेर राखेको छ।
उनी भन्छन् नेता हुनुभन्दा पहिला म नागरिक हुँ। अछामको एउटा गाउँबाट सुरु भएको यात्रा आज राष्ट्रिय राजनीतिसम्म आइपुगेको छ। सङ्घर्ष, शिक्षा, आन्दोलन र नेतृत्व यी सबै चरणहरूले गम्भीरसिंह भुललाई निर्माण गरेका छन्। उनको कथा एउटा व्यक्तिको मात्र कथा होइन, यो परिवर्तनमा विश्वास गर्ने सम्पूर्ण समुदायको कथा हो। प्रश्न अझै बाँकी छन्, चुनौतीहरू अझै थपिएका छन्, तर आशा जीवित छ। जबसम्म परिवर्तनमा विश्वास गर्ने हातहरू उठिरहन्छन्, गम्भीरसिंह भुलको यात्रा जारी छ, मुक्ति, समानता र उज्यालो भविष्यको खोजीमा।